हेलो स्टुडेन्ट भिजामा साउथ कोरिया जानको लागि के रिक्वायरमेन्टहरू चाहिन्छ र कुन कुन भिजामा जान मिल्छ कन्फ्युज हुनुहुन्छ भने आज म तपाईहरुको लागि यो भिडियो लिएर आएको छु। सबैभन्दा पहिला D2 भिजा। D2 भिजाको लागि 3.20 GPA एबोभ चाहिन्छ भने आइएल्स मा ओभरअल 5.5 चाहिन्छ र अप टु 3 इयर्स ग्याप एक्सेप्टेड हुन्छ। अर्को छ D2 कोड भिजा। D2 कोड भिजाको लागि 2.80 GPA एबोभ चाहिन्छ भने आइएल्स मा ओभरअल 5.5 चाहिन्छ र अप टु 3 इयर्स ग्याप एक्सेप्टेड हुन्छ। अर्को छ D47 भिजा। D47 भिजाको लागि 2.70 GPA एबोभ चाहिन्छ भने आइएल्स मा ओभरअल 5 भए पुग्छ र अप टु 3 इयर्स ग्याप एक्सेप्टेड हुन्छ। अर्को छ ई भिजा। ई भिजाको लागि तपाईको ब्याचलर अर मास्टर्समा 50% एबोभ आएको छ र आइएल्स मा ओभरअल 5.5 आएको छ र तपाईको ग्याप 6 to 8 इयर्स छ भने तपाईले ई भिजाको लागि एप्लाई गर्न मिल्छ र यसको लागि तपाईको विदाउट आइएल्स पनि एप्लाई गर्न मिल्छ। थप जानकारी लिन चाहनुहुन्छ भने क्विक फ्लाइ एजुकेसन भिजिट गर्नुहोस् र सेप्टेम्बर इन्टेकको लागि आफ्नो सिट सुरक्षित गर्नुहोस्।